दर्शकबिन नमस्कार। अहिले तपाईहरुलाई म अहिले झापा जिल्लाको यो कमल गाउँपालिकाको यो सीतापुरी क्षेत्रको पहिलो पाउ पाथिभरा मन्दिरबाट यहाँहरु सामु उपस्थित भएको छु र यो मन्दिरको लागि जानकार यो मन्दिरको बारे केही थाहा भएको व्यक्तिसँग म तपाईहरुलाई जोड्दै छु। आउनुस् उहाँलाई स्वागत गरौँ। नमस्कार यहाँलाई। नमस्कार, मेरो पनि नमस्कार। हजुरको नाम परिचय भन्नु। मेरो नाम पवित्र शिवाकोटी पौडेल हो। कमल 5 हामी नमुना चोकमा बस्छौं। यो पाथिभरा मन्दिर अहिले पाथिभरा मन्दिरको बारे तपाईले के थाहा छ बताइदिनु। पाथिभरा मन्दिर अहिले यो के अरे तयारी भइकिन भनौं यो उद्घाटन भइकिन धेरै राम्रो भएको छ। यहाँनेरि सबैलाई आउन जान सजिलो भएको छ है। अनि यहाँ दुर्घटनाहरू नि कम भएको छ, सबै राम्रो भएको छ। भक्तजनहरूले अब धेरै सहयोग गरेर यहाँनेरि धेरै निर्माणहरू पनि गरिराख्नु भएको छ। अनि सबैलाई आउन जान धेरै राम्रो भएको छ। यो बाटो घाटो दुर्घटना पहिले धेरै हुन्थ्यो, त्यो पनि कम भएको छ। अनि धेरै राम्रो यहाँ आउने जाने अब दर्शन गरेरै मात्रै जानुहुन्छ है। काप्लेजुङ माथिकी ठुली पाथिभरा जो भन्दा कम चाहिँ हुँदैन जस्तो हामीलाई नि विश्वास छ। के हुन्छ हेर्दै जाउँ, सबैलाई राम्रो भएको छ। यहाँ दर्शन गरेर जानु हुने सबैको मनोकामना पूरा नि भएको भन्ने सुनिन्छ है। सबैलाई राम्रो छ हामीले देखेकोमा। सबै दर्शकहरूलाई एकदम राम्रो छ। आउने जाने धेरै नि बढ्नु भएको छ। यहाँ अझै नि राम्रो हुँदै जान्छ भन्ने भएको छ। आज धामी झाँक्री पनि 1 दर्जनै आउनु भएको छ। धेरै राम्रो लाग्यो यो जोखाना यताउता सबै कुरा धेरै राम्ररी गर्नुभयो उहाँहरूले। सबै कुरा खुसी लाग्छ, हामीलाई बहुत खुसी लाग्छ। जे होस् हाम्रो ठाउँ राम्रो नि भएको जस्तो लाग्छ क्या हामीलाई। भगवानको यहाँ मन्दिर बनाइकिन सबै कुरा मनोकामना पूरा भइ नै रहेको छ सबैलाई। छर छिमेकी इष्टमित्र यो ठेगाना कमल 5 नमुना चोक हो। ठ्याक्कै झापाको कमल 5 नमुना चोक सीतापुरी भन्छ। नमुना चोकमा चाहिँ हाम्रो घर हो। चोकैमा हो हामी। हाम्रो घर परिवार छर छिमेकी यहाँ सबै नै यहीँ बस्छौं। कहिलेदेखि यो स्थापना भयो यो मन्दिर? यो मन्दिर मलाई कहिले हो भिनाजु? 79 साल 79 सालै जस्तो लाग्छ। 4 वर्षको अन्तरकालमा यहाँ बहुत राम्रो उन्नति प्रगति भइरहेको छ। मन्दिरको विषयमा राम्रो छ। हरियाली बोट बिरुवा आँपहरू सबै जागेका छन्, रमाइलो छ। धेरै राम्रो भएको छ क्या। आउने म के भन्छु भने हजुरहरूले पाथिभरा मन्दिरमाथि जान नसक्ने जति पनि हुनुहुन्छ यहीँ आएर दर्शन गरेर फर्किँदा धेरै राम्रो हुन्छ जस्तो मलाई लाग्छ। यहाँको पाथिभरा मातामा पनि शक्ति छ। शक्ति बहुत छ। यहाँ पाथिभरा मातामा जुन ताप्लेजुङ माथिकी पाथिभरा ठुली पाथिभरा थिइन् त्यसकै नि शक्ति नि भइराखेको छ भन्ने दर्शकहरू अथवा भक्तजनहरूले भनिराख्नु भएको छ। धेरै राम्रो छ। हजुरलाई अब भन्नु के र नमस्कार। अब म यति नै भन्छु है। बहुत राम्रो छ। सबैजना आउनु होला भन्छु म यहाँ। सबैजना यहाँ आउनु होला, दर्शन गरेर जानु होला। धेरै राम्रो छ। नमस्कार। ल बिदा। मेरो श्रीमानको नाम चाहिँ बलभद्र कणेल हो। मेरा 1 छोरी 1 छोरा छन्। मेरो छोराको नाम उज्जवल कणेल हो, छोरी संगीता कणेल। मेरो माइती दमको। धन्यवाद। मलाई यो बोल्न दिनु भएकोमा धेरै धन्यवाद।